हेलो गाइज, आज म चाहिँ अब फुलकोपीको चप बनाउन गइरहेको छु। हजुरलाई मेरो सिम्पल रेसिपी हेर्न सक्नुहुन्छ है। यो फुलकोपीलाई मैले उसिनिसकेको छु। उम्लेको पानीमा एक बलक टक्कसँगले हल्का नुन र बेसार राखेर ब्याटर रेडी भइसक्यो। यहाँ अन्डा लगाएको छु मैले, मैदा अनि चिल्ली पाउडर हल्का, यहाँनिर मलाई चाहिँ मरिच मनपर्छ, मरिचको धुलो हल्का लगाएको छु। पकोडा बन्दैछ फुलकोपीको। यो चाहिँ तेल चाहिँ अलिक कालो भएकोले यहाँ के भन्छ रोस्ट बनाएर खाएको नि त, हेर्दा नराम्रो देखिसक्छ। अहिले स्वाद कस्तो हुनेछ म तपाईँलाई भन्नेछु। पकौडा इज रेडी। फुलकोपीको पकौडा हेर्न सक्नुहुनेछ यो। ल है, म चाहिँ चाख्न गइरहेको छु यी फुलकोपीको पकौडा। कस्तो भयो? नाइस नाइस।